पूजा गर्नुपर्छ कुलकुलानीलाई पहिला मान्नुपर्छ कुल पितृलाई मान्नुपर्छ बहिनी त्यसैले तिमी पूजा गर्दै गर हात जोडेर उता फर्केर म वासुदेवजी किन विलम्ब गर्नुभयो म बाटोमा गएर लिएर आउनेछु अगाडि विवाहमा वासुदेवजी आउनु पर्ने अघि चाँडै किन ढिला गर्नुभयो म गएर लिएर आउँछु यदि नजिकै भएको भए सँगै लिएर पनि आउँछु भनेर राजा कंस आफ्नो ज्वाइँलाई लिन भनेर जानु हो वासुदेवजी मेरो वासुदेव त्योभन्दा अगाडि विवाहमा बाजा बजाउने चलन रहेनछ वासुदेवजी अन्त गए कि अब बाबु 12 दिन हेरे भएर हलादासले उनी हराउनु भयो वासुदेवजी किन विलम्ब गर्नुभयो त्योभन्दा अगाडि विवाहमा बाजा बजाउने चलन रहेनछ वासुदेव देवकीको विवाहमा पञ्चनौमती बाजा बजाएको हुनाले आनन्द नाम धर्न गयो मेरी आँखाबाट कहिले पनि आँसु नधरोस् सधैँभरि खुसी रहनु तिमी सम्झेर माला ल्याऊ माला ताली बजाऊ सबैले ताली अत्यन्तै खुसी लागेको सबैले दुःख पनि लागेको ताली बजाऊ सबैले राजा कंस भन्न लाग्नु अब म पुर्याउन जान्छु बाबु अब चाँडै गरौँ हरि भगवान पुर्याउन जान्छ भन्नुभएको थियो होइन जेठान साहब हजुरले भर्खरै विवाह सम्पन्न गर्नुभयो हजुर थाक्नुभयो होला हजुर बस्नुहोस् म गइहाल्छु नि वासुदेवजी भन्न लाग्नुभयो वासुदेवजी जेठान साहब विवाह पनि सम्पन्न भयो हजुरको दरबार सिमनमा पुर्याउन जानेछु हामी आफै गरिहाल्छौँ नि किन तुका पाउनुहुन्छ ए वासुदेवजी जेठान साहब कंसले बहिनी सेतीमिति कसैले दिँदैन प्रमित्र हजुर हुनुहुन्छ मैले हजुरलाई दाइजो यत्रास्त हीरा मोती सुन चाँदी हात्ती घोडा सारा दाइजो पत्र दिएको छु मेरा दुश्मन सारा दुश्मनहरूले यही मौका पारेर बाटोमा आक्रमण गरे भने यो त राम्रो भएन होइन 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 त्यो कुरोलाई हजुर बिल्कुल पनि टेन्सन नगर्नुहोस् म गइहाल्छु हजुर बिच बाटोमा थाक्नु भएको छ हजुर जानु पर्दैन म आफै गइहाल्छु नि किन पिर गर्नु 8 भाइ मध्येमा एउटा बहिनीको विवाह गर्दा यो मथुरा नरेश कहिले थाक्ने छ यत्र सारा प्रजालाई शासन चलाएर बस्ने स्वयं मथुरा नरेश कदापि थाक्ने छैन